त्यस्तो अवस्था छ। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो 3 घरेको बत्सला। यो बत्सला हो। यो चाहिँ मैले जान्दादेखि होइन, जान्दादेखि बनाएको लगभग यो कति साल भने तपाईँको 68-69 सालदेखि बनाएको होला। यो 2082 लागिसक्यो। यो अझै पनि बनाइसकेको छैन क्या। हेर्नुहोस् यहाँ यतिको बत्सला इलाम जिल्लामा, सायद इलाममा पनि छैन क्या यतिको। इलाम नगरपालिकामा यतिको आफ्नै जग्गा, आफ्नै बत्सला। हेर्नुहोस् यो नेपालको खाद्य गुणस्तर विभागको मापदण्ड अनुसार बनाएको। हेर्नुहोस् है, यहाँ हेर्नुहोस् यस्तो छ। यो अहिलेसम्म यो के भएर सञ्चालन हुन सकेन होइन। हुन त सञ्चालन त लिएर काट्दा त हुने, तर यहाँ को आएर किनिदिने त? यहाँ को आएर किनिदिने? तपाईँको 1 क्विन्टलको राँगा हट्याएको दिन काट्यो भने त तपाईँको 50 केजी मासु बिक्दैन। अनि त्यो 50 केजी त्यतिकै नासिएर सडिएर जान्छ होइन। त्यस्तो छ गाई छोरी। अब यहाँनिर समस्या भएको यहाँनिर चाहिँ भौतिक संरचनाहरू चाहिँ नभएर होइन। यहाँ हेर्नुहोस् घरमा खाली ताला। बजारको अवस्था यस्तो छ हेर्नुहोस् है। घरमा ताला छ। अनि यहाँको बासिन्दाहरू चाहिँ के छ त भन्दा दाउरा ल्याउने, रक्सी पार्ने, कट बनाउने, सुँगुर पाल्ने। हेर्नुहोस् यहाँ हेर्नुहोस् है, सटरहरू खाली। यता पनि बन्द, यता पनि बन्द। अब यहाँनिर मान्छेहरू हिँड्नुपर्ने हो नि त। म लगभग यो भिडियो बनाएको 8 मिनट भइसक्यो। अब बहिनीहरू मात्रै हेर्नुहोस्, यहाँ पनि बन्द, यता बन्द। यहाँ चाहिँ के गर्ने, यहाँको बासिन्दाहरू चाहिँ घर छ, सटर बन्द गऱ्यो, घाम ताप्यो, मोबाइल चलायो। हेर्नुहोस् अब यो सूर्योदय नगरपालिका भएपछि चाहिँ अब के नै हुन्छ। अब ठुलै विकास हुन्छ भनेर मान्छेहरूले ब्याङ्कहरूबाट धितो राखेर हुन्छ कि ऋण पान गरेर घरहरू बनाएको छ। यहाँनिर हेर्नुहोस् यो बन्द है। यहाँनिर तपाईँको यो कहीँ गएको पनि होइन। यो घर चाहिँ पुरै खाली। हेर्नुहोस् खाली। यता पनि हेर्नुहोस् बन्द, यता हेर्नुहोस् बन्द। अब यो जग्गाहरू जुन देख्नु भएको छ, यो चाहिँ एकदम सम्पन्न आज भोलि तपाईँको 2-4 तले घरहरू बनाउन सक्ने क्षमताको यो चाहिँ घडेरी। अब यहाँ चाहिँ हेर्नुहोस् त खेती गर्नु परिरहेछ। हेर्नुहोस् है, आलु रोप्दैछ, लसुन होइन। बजारमा कोपी हेर्नुहोस् यहाँ बन्द, दोकान छैन। योहरू सबै खाली जग्गा है, आफ्नो निजी जग्गा हो। यहाँ फ्रेस हाउस 3 घरेमा अलिक 1-2 वर्ष अगाडि त मासु रक्सी अलिअलि बिक्दै थियो, त्यो पनि बिक्नु छोड्यो। हेर्नुहोस् यता पनि बन्द।